हेलो साथीहरू, नमस्ते नमस्कार एन्ड वेलकम ब्याक टु माई ब्लग आफ्टर लङ टाइम। फेरि पनि अर्को ब्लग आइसकेको छ। हामी पिकनिक जानको लागि रेडी छौँ एन्ड दिस इज द आउटफिट फर माई पिकनिक। यो आउटफिट चाहिँ मैले च्याटजिपिटीलाई सोधेर क्रिएट गरेको है साथीहरू। हामी रेडी भएर निस्किसकेका छौँ। अब यहाँबाट कलेज जाने अनि त्यसपछि त्यहाँबाट गाडीमा जाने होला। हाम्रो बाइक रेडी छ, हामी पिकनिक जान लाग्यो गाइज। अब जाँदैछौँ हामी दर्शनलाई लिनलाई, पहिला उसलाई लिने त्यसपछि कलेज जाने। हेलो हेलो, हामी पिकनिकको लागि रेडी हो दर्शन। टाटा, लेट्स गो ब्रो, लेट्स गो दर्शन पिकनिक। हाम्रो फर्स्ट ट्रिप अथवा पिकनिक जे भनौँ सँगै हुँदैछ फाइनली। अनि दर्शन चाहिँ कस्तो हो भने मसँग आएपछि मम्मीलाई नै उल्टे पाए भन्ने। पिकनिक दर्शन गएको नि पिकनिक। हेलो साथीहरू, हामी पिकनिक जानलाई रेडी छ है गाइज। बसमा बसिसकेको छ यो सपनामै। हाम्रो विपना दिदी कसरी मिस हुन्छ साथीहरू। यसो एकचोटि यहाँ क्यामेरामा चियर्स गर्दै त। गणेश ब्लगमा हाई गरिदेऊ। हामी पिकनिक जानलाई रेडी है गाइज। हेलो गाइज, everyone say हरे कृष्ण हरे कृष्ण। अब हामीहरू सबै पिकनिकमा जाँदैछौँ होइन। अर्गनाइजर भनेको हाम्रै के भन्छ ब्याच 2000 कति 22 होइन ए 22 भयो के अर्गनाइज गरेको पिकनिक हो। अनि त्यहाँ हाम्रो सिआर दाई यता गणेश दाई हाम्रो दर्शन पनि छ है साथीहरु। ल साउन्ड बनाउनु न। यहाँ हाम्रो ड्राइभर दाई अब मोबाइलबाट फुल बनाउनु न। गरिसकेन मोबाइलबाट मैले त। छिटा जवानी के उडेदा हो मनवानी के उडेदा हो। ओ राम सर हाम्रो पिकनिक स्पट चाहिँ एकदमै रमाइलो ठाउँ छ। तपाईँहरूलाई अहिले थाहा पाइहाल्नुहुन्छ हामी कहाँ जाँदैछौँ। र साथीहरूलाई भिडियो बनाउनु दिएपछि यस्तै हो, अगाडिको भिडियो कम, आफ्नो भिडियो बेसी बनाउँछन्। यो चाहिँ मेरो साथी युपिन राउत, टपर है गाइड छ हाम्रो क्लासको। अनि अर्को चाहिँ रुपेश धरहरा। बिहान बिहानै तपाईँहरूले हेर्नुहोस् यस्तो राम्रो छ हाम्रो ओली टावर अरे, सेतो टावर। अनि अब हामी जाँदैछौँ। यो पालिको पिकनिक चाहिँ हाम्रो ब्याचले अर्गनाइज गर्ने मौका मिल्यो हामीलाई। अनि हामीले अर्गनाइज गऱ्यौँ। कतिजना साथीहरूले त साथ दिएनन्, त्यही पनि हामीले चाहिँ सक्सेस गरेरै छोड्यौँ। हामीहरू रमाइलो गर्दै जाँदैछौँ। अनि अब अलमोस्ट हामी आधा बाटोभन्दा बेसी आइसकेको छौँ। अब बाटो पनि तपाईँहरूले देख्न सक्नुहुन्छ, यस्तो राम्रो बाटो छ। कफनी हो, तपाईँहरूले त्यहाँ जानलाई एकदमै सहज छ। अहिले बाटोहरू पनि तीव्र गतिमा बन्दैछ, झन् अझै राम्रो भइसक्छ। अलमोस्ट सबै 75 to 80% बाटो पिच छ। त्यसपछि त मात्रै अलिअलि ग्राभल छ, त्यो नि हेर्नु तपाईँहरूले। काम एकदमै धेरै छिटो बढिरहेछ, एकदमै राम्रो बाटो बनिसक्छ। अनि ठाउँ पनि एकदमै राम्रो हो, त्यही भएर हामी त्यहाँ जान लागेको। नजिक पनि, भ्यालीबाट एकदमै नजिक पनि, रमाइलो गर्नलाई एकदमै राम्रो ठाउँ। अनि भ्यू पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो राम्रो ठाउँ छ। अनि त्यही भएर हामीहरू त्यहाँ जाँदैछौँ। अब हाम्रो अलमोस्ट हामी पुग्न लागेका छौँ। भ्यू हिमाल हेर्नु के साथी तपाईँहरूले, यस्तो राम्रो ठाउँ छ। यस्तो ठाउँ हेर्नको लागि मान्छेहरू कहाँ कहाँ जान्छन्, यस्तो भ्यू इन्जोय गर्नको लागि टाढा ट्राभल गर्छन्। र हामी त नेपालीहरू एकदमै धेरै लक्की क्या भनिन्छ नि, हेभन इज मिथ बट नेपाल इज रियल एन्ड दिस इज एक्चुअली द रियल। यस्तो राम्रो भ्यूहरू, जस्ट वाउ। साथीहरु, अब हामी पुग्न लागिसक्यौँ हाम्रो ठाउँमा, पिकनिक स्पटमा।
अल गुड रमाइलो हुन्छ नि आज आज हामी रमाइलो गर्न जाँदैछौँ है साथीहरू पिकनिक साथीहरू हामी फाइनली हाम्रो ठाउँ आइपुगेको छौँ अब यहाँ गाडी पार्क भइसक्यो अब हामी झर्दैछौँ खै 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 अर्जुन So this is our parking spot यहाँ साथीहरू झर्दैछन् मोनिका आइ दाजु अब हामी बसबाट झरिसकेका छौँ यो हाम्रो टोली हो यमुना कहाँ छौ यमुना हरायो हामी जाँदैछौँ हाम्रो पिकनिक स्पोटमा बाइक गाडी हामीले यहीँ पार्क गऱ्यौँ अब अलिकति हिँड्नुपर्छ धेरै होइन 5 मिनट हामी जाँदैछौँ है साथीहरू यता पनि पिकनिक भइरहेको रहेछ है साथीहरू यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ वेलकम टु भाइरल चौर हाम्रो पिकनिक स्पट साथीहरू कहाँ पछाडि रहेको क्या हाम्रो अरू टोलीहरू त्यहाँ पुगिसके है साथीहरू हामी चाहिँ अलि पछाडि पर्यौँ यस्तो छ है बाटो हाम्रो र त गाडी त्यही पार्क भयो अब यहाँ चाहिँ यस्तो गर्दा रहेछ नि यार गाडीहरू ऊ पनि सुर्कसेको होइन त साथीहरू हामी आइपुग्यौँ दर्शन दर्शन यहाँ हेलो दर्शन हेलो गाइज हामी हाम्रो स्पटमा आइसकेका छौँ पार्किङ गरेको ठाउँबाट 5 मिनट अलि बढी हिँडेर यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ कति धेरै पिकनिक गर्न आएको मान्छे द भ्यू इज रियली ब्रेथटेकिङ वाउ नेपाल इज हेभन गाइज हाम्रो साथीहरू गए हो जाने हो दर्शन हामी आइपुग्यौँ दर्शन यमुना दर्शन हेलो गाइज वेलकम टु दिस ब्लग हस् कहाँ हुन्छ रोज दिदी गाइज यस्तो छ बाटो गाइज हामी आइसक्यौँ सो गाइज हामी फाइनली हाम्रो स्पटमा आइपुग्यौँ यहाँ खाजा साजा सब रेडी छ यस्तो राम्रो भ्यू हो खाजा खै दिदी के छ खाजामा यो भेज होइन है गाइज म भेज हो मान्छेहरू गाइज हेर्नु खाजा खानको लागि लाइनमा बसिरहन् यो सबभन्दा ठुलो भुक्कड मान्छे भरत यहाँ हेर्नु यो खाजाको लागि अब हेरौँ यसले कतिवटा लिन्छ है गाइज हेरौँ हामी खाजाको लाइनमा आए साथीहरू अब दरो खाने त्यसपछि दरो नाच्ने हो पहिला एनर्जी उस्टर लिने हो नि त भेजको खाजा है गाइज अन्डाको सट्टो यस्तो छ के गर्दैछौ के गरिरहेको खाजा खाँदै हो खाजा खाइसक्यौँ अब हामी फोटो सेसनतिर जाँदैछौँ अब यसो अलिअलि फोटो खिच्नु पर्यो यहाँ हेरौँ हाम्रो साथीहरू फोटो खिच्दैछन् छ बिचराहरू बुट लाएर आएछन् स्ट्रगल गर्दैछन् त्यही भएर पिकनिक आउँदाखेरि बुट होइन जुत्ता लाएर आउनुपर्छ फिलिलिली कुद्नुपर्छ है साथीहरू मैले त यसो अलिकति च्याट जिपिटीलाई ज्ञान दिएको होइन च्याट जिपिटीले बुट नलगाऊ भनेर भन त्यही भएर जुत्तामा आएको अलरेडी यहाँ छन् साथीहरू फोटो खिच्दैछन् अब हामी पनि खिच्ने हो यस्तो दामी भ्यू छ
यो मान्छेहरू कामका छैनन् है साथीहरू। यसो हेर्नु भन्दा पहिला अगाडि आएर यहाँ फोटो खिचिसके हामीलाई भनेनन्। यस्तो दामी भ्यू छ है। ओ सो तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ। यो भ्यू देखेर मलाई एउटै कुरा याद आउँछ, आज मै ऊपर आसमान नीचे, त्यस्तो वाला फिलिङ आउँछ। यस्तो राम्रो ठाउँ, यस्तो यो भाइरल चोर है नुवाकोटको साथीहरू। र हाम्रो यहाँ फोटो नै भ्याइरहेको छैन। हामीले जति फोटो खिच्दाखेरि यो सुदिन दाइले कति धेरै फोटो खिच्नु भएको हो कुनी खै। त्यत्तिकै केटीको नाम बदनाम छ फोटो खिच्नमा, तर यहाँ केटाहरूले चाहिँ अति गरेछन् होइन सुदिन दाइ? केटीको नाम त त्यसै बदनाम छ कति धेरै फोटो खिच्छ भनेर। चिज साथीहरू अब हामी गेम खेल्नतिर लागेका छौँ। अब हामी म्युजिकल चेयर खेल्छौँ। यहाँ सबै हामीले कुर्सी यस्तो मजाले राखिसक्यौँ। साथीहरू बिस्तारै बिस्तारै आउँदैछन् अनि अब हामी म्युजिकल चेयर खेल्छौँ। अलिअलि गेमहरू नि छन्, अरू साथीहरू यता छन्। अब सबैजना मिलेर रमाइलो गर्ने हो। यहाँ मेरो साथी मनोज हारियो त कस्तो लाग्दै हो? हारियो। अडियन्सहरू कस्तो रमाइलो हुँदैछ? यो चाहिँ म्युजिकल चेयरको लास्ट राउन्ड है साथीहरू। 2 जना बच्चाछन्, भिसन र सुषमा। हामी 2 जना साथीहरूको अब भिसनले जितेछ। कङ्ग्रेचुलेसन। कङ्ग्रेट्स। म्युजिकल चेयरको राउन्डमा जितेर कस्तो लाग्दैछ भिसन सर? गर्नेवाला गेम खेल्दैछौँ। त्यसैले सबैजनाले कुर्सी पनि पाइयो हैन? कुर्सीको लागि त जेनी गर्न सकिन्छ। राउन्ड एउटाको विनर कस्तो हुँदैछ? मैले एउटै राउन्ड जितिन है गाइस। 3टा राउन्डमा एउटै जितिन। एउटा राउन्डको विनर एउटा यहाँ छ। मलाई हाल्दे ल पैसा है। एन्सेलको कहिले भयो? अब यहाँ हेरौँ स्कुलका बच्चाहरू पनि आएछन्, कस्तो रमाइलो गरिरहेछन्। अब हामी खाना खान जाँदैछौँ। सेकेन्ड टाइमको खाजा ब्रेक है साथीहरू। यो सेकेन्ड टाइमको खाजा है साथीहरू यस्तो छ। यहाँ हामीलाई भेजलाई चाहिँ यस्तो रसमलाई छ, नन भेजलाई चाहिँ मासु छ है साथीहरू। कस्तो भयो मासु? सानो मान्छे मासु खादियो सुषमा के छ? यो त पानी हटेन। रमाइलो त यो सानो मान्छेलाई गरे कति धेरै रमाइलो गरेर डान्स गर्छ, सबैसँग खेल्छ, बोल्छ, फेरि सबसँग जान्छ कि कोहीसँग नि रोँदैन। कस्तो राम्रो ज्ञानी मान्छे।
भगवान बरु चिच्याकिरहेको अब डान्स गरेर गलिसकेँ यसो रेस्ट गर्दैछु लास्टै डान्स गरेँ सब अल्छीहरू कोही डान्स गर्दैन मसँग सब बसेका छन् अल्छीका पोका हेर्न सक्नुहुनेछ तपाईँहरू धेरै आफू एनर्जेटिक र साथीहरू अलिकति नन एनर्जेटिक भएपछि गाह्रो हुँदो रहेछ हामीले धेरै गेम्सहरू सोचेका थियौँ अघि हामीले म्युजिकल चेयर खेल्यौँ गाना गायौँ रमाइलो गऱ्यौँ डान्स गऱ्यौँ अनि अब यहाँ हामीले चाहिँ मटका फोडवाला खेल्दैछौँ अनि मैले पार्टिसिपेट गरेँ अब मटका चाहिँ यहाँ छ म चाहिँ कता गएँ मटका नपाएर हामीले अब यति जुगाड लायौँ यहाँ बोतल चाहिँ प्लास्टिकमा बाँधेर हामीले खेल्यौँ मैले त फोड्न सकिनँ अब साथीले बल्ल बल्ल फोड्छ जस्तो लागिरह फोड्छ कि फोडेन अनि यो राउन्डमा चाहिँ अब मनोजले पनि सकिन मेरो दाइले चाहिँ के गर्दैछ हेरौँ है अब जो पनि गयो उता किन गइरह सिधा हुनै सकिँदैन यो घुमाइदिन्छन् क्या 3-4 चोटि त्यति बेला अब टाउको घुम्न थाल्छ कता सिधा र कता लेफ्ट र राइट केही थाहा हुँदैन मटकी फोडमा सबै साथीहरूले पार्टिसिपेट गरे कसैले सकेन हाम्रो साथी सुषमाले फोडेको मैले त्यति बेला भिडियो बनाउनु भ्याएन अनि कसैले साथमा दिएपछि यस्तो हो कि साथीहरू आफूलाई त गर्न मन लागेको कुरा गरिहाल्यो अब खाना खाने बेला भयो अब हामी यस्तो छ भेजवाला यहाँ पनिर यता चाहिँ मासु दर्शन मासु खाने हो कता डाँडाकाँडामा गएर खान्छन् हजुर यो रोजी हो भाइरल हुनलाई नि मनोज भाइरल हुन परेन अब यो सानो मान्छेले पनि खाना खाँदैछ है साथीहरू यस्तो मजाले खाँदैछ हेर्नु आफैले खान्छ फेरि अरूले खुवाउनु नि पर्दैन कति ठुलो भएको हो के मैले जन्मेको हेर्दादेखि कति ठुलो भइसक्यो भने खाना साथीहरू अब हामी खाना खाएर अब सो निस्किन तर्खर गर्दैछौँ यहाँ सनसेट पनि हुनै आँटेको छ सूर्यदेवले पनि अब तिमीहरू घर जाऊ भनेर भन्दैछ अब यहाँ ग्रुपमा चाहिँ यस्तो हुँदो रहेछ सबै मान्छे एकातिर अनि एउटा हुन्छ तुमीहरू से प्यार करती है कि नै अनि एउटा यस्तो छन् अनि एउटा सानो मान्छे पनि छ अब हामी यस्तो भनेको यति राम्री मान्छे छन् नेस्क्याफेको प्रचार गरेको हो हामीले यहाँ यमुना मासी यहाँ रोजी माउसी यहाँ दर्शन आहा कति रमाइलो साथीहरू अब हामी जाँदैछौँ मेरो साथीहरूले मलाई छोडेर गइसके अब म एक्लै छु जाँदैछु यस्तो स्यास्या हुन्छ माथि हिँड्नुपर्छ अनि राम्री चाहिँ मलाई जोस् देखा आज यस्तो राम्री सेल्फ मेकअपको रिजल्ट जे होस् वर्थ इट छ साथीहरू अब हाम्रो पिकनिक आज सक्यो अब हामीहरू रमाइलो गरेर फर्किँदैछौँ यो चाहिँ मेरो साथी राम अशोक भाइ
अब भ्लग तपाईँहरू मजाले हेर्नु इन्जोय गर्नु सपोर्ट गरिदिनु होला मलाई सब्स्क्राइब गर्नु है त एकदमै धेरै माया गर्नु पछि सबै मेरो साथीहरूले मलाई छोडेर अगाडि भागिसक्यो अनि यहाँ रामले बिचराले मेरो ब्याग बुक देखा तर साथीहरू भएपछि त्यो सजिलो हुने रहेछ उता पर भागिसके हिँडेर हामी हाम्रो बस समक्ष आइपुग्यौँ तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँ ककनीमा कति धेरै पिकनिक आएका रहेछन् झन् आज स्याटरडे भएर बल्ल बल्ल हामीले भ्यायौँ अब यहाँ चाहिँ यो के गरेर हुन् हाम्रो बस कहाँ छ गाइज हाम्रो कलेजको बस है गाइज त्यहाँ बस्ने हो फाइनली गाइज हामी गाडीमा चढिसकेका छौँ कस्तो भयो रमाइलो भयो कस्तो भयो त दाइ रमाइलो भयो हामी जाँदैछौँ रमाइलो गरेर फर्किँदैछौँ अनि सनसेट हेर्न सक्नुहुन्छ तपाईँहरूले बादलमाथि सनसेट भइरहेछ कस्तो राम्रो देखिरहेछ अब हामी फर्किन्छौँ राति हुन आँटिसकेको छ अनि अब हामी गएर अनि मस्त सुत्ने हो कति धेरै रमाइलो गरियो इन्जोय गरियो गलियो पनि कि साथीहरू अनि यो नाइट भ्यू अफ काठमाडौँ है बाहिर बस्नेहरूको लागि भ्याली काठमाडौँ बाहिर बस्नेहरूको लागि त ड्रिम सिटी काठमाडौँ सम्पदाले भरिएको फाइनली हामी आँटेको छौँ अब हाम्रो सबै साथीहरू सेलाइसकेका छन् खा गलेका छन् अब हामी यहाँबाट गएर मस्त निन्द्रा सक्नुहुनेछ त्यो बहिनी सबजना पुरै गलिसकेका छन् गुड नाइट गाइस भिडियो सबै हेरिदिनु होला थ्याङ्क यू हाम्रो पिकनिक सक्यो अब हामी कलेज आइपुगेका छौँ फेरि पनि फर्केर अब हामी आफ्नो आफ्नो घर जानेछौँ तपाईँहरू भ्लग हेरिदिनु होला पुरै र सबै साथीहरू यहीँ छन् म पनि यहीँ छु फाइनली गाइज घर आइपुग्यो अब फ्रेस भएर अनि सुत्ने हो लास्टै गलिया छ अब के गर्ने हो नाचियो पिकनिक इन्जोय गरियो अब सुत्ने त हो गुड नाइट बाई बाई टेक केयर